सबैजनालाई वेलकम ब्याक टु माई न्यू भिडियो। नमस्ते सबैजनालाई, वेलकम टु मेनुका दिदी भिडियो। आज चाहिँ हामी घान्द्रुक जान लागेको। हामी चाहिँ बस कुरी बसेछौँ। बस होइन, जिप गाडी दाइ आउँदै हुनुहुन्छ अरे, त्यही भएर हामी चाहिँ कुरी बसेको। सो भिडियो स्टार्ट गर्न लागेको। एकदम रमाइलो हुन्छ। आज चाहिँ हामी चाहिँ सबैजना दिदीहरू आन्टीहरू मिलेर जान लाग्छौँ। मेरो भाइ सबैजना एकदम रमाइलो हुनेछ। सबैजनाले हेरेर माया गरिदिनु होला। अब अरू कुरा चाहिँ भिडियोबाट देखाउँछु ल। बाई बाई। बाई बाई गाइस। फाइनली गाडी आयो। यो चाहिँ हाम्रो मास्टर गाडी। भाइ सामान प्याक गर्नु भएको। खुसीसँग बाबा आइ गरिदेऊ। वेलकम टु फुपूको ब्लग भन्थ्यौ न। गुड गुड बोय। यति हो, 6 जना। 6 जना। आस्था बाबु कपिराइट आउला नि हाल्दैन त, गाउने मात्रै हो। अर्को टुन हाल्ने हो, कपिराइट नलाउनेवाला। स्न्याक्स लिन लगाएको है त हामी चाहिँ। दिस इज आवर स्न्याक्स। सामान किनिसक्यौँ। आहा look at the view. Mr. Kansa. खाजा खाने टाइम भयो। ल अब हामी चाहिँ लागेको ल। यहाँ चाहिँ हाम्रो फोटो सेसन चलिरहेको छ। गाडी चलेको भिडियो चाहिँ बनाउनु पाएन कि मलाई अलि भमिटिङ भयो कि, त्यही भएर। फाइनली वी आर इन द डेस्टिनेसन। तर यहाँबाट चाहिँ थोरै हिँड्नु पर्दो रहेछ त ल। गीत गाइदेऊ न। होइन कि कसैले सोधेवाला। हामी चाहिँ हिँड्न लागेको। आउन त आयो तर थोरै हिँड्न पर्दो रहेछ। माथि गाडी राखेर अनि हिँड्दै हो। कहाँ हिँड्दै यहाँबाट कति दिन लाएर हेर त भ्यू बनठाटे। कस्तो हामी लक्की रहेछौँ क्या है। दिन त मस्त खुल्यो त। बिहान पानी परेर धन्न प्लान क्यान्सल भएको थियो, तर वी आर सो लक्की। माझगाउँ होमस्टे हाम्रो गाउँमा नि यस्तै, हाम्रो माझगाउँमा नि यस्तै भनेर ब्यानर पोस्टर लगाइदिनु पर्ला जस्तो। पाउदर आएर धेरै मान्छे हराउनुहुन्थ्यो, आज हामी घान्द्रुक आएर हराइयो। फाइनली हाम्रो होमस्टे आयो जस्तो लाग्यो। ड्राइभर दाइले सोध्दै हुनुहुन्छ तल। हाम्रो गाइडहरू अलि राम्रो हुनु भएन जस्तो लाग्यो। उहाँ हो कि मेन गाइड।
अलि गाइडले अलि सिप नभएको गाइड हुनुहुन्छ जस्तो लाग्यो नि शान्ति लिएर हुनु थियो तपाईँलाई एकचोटि यो कहाँ हुन्छ ए मलाई जुगा लाए जस्तो लाग्यो यार नभन्न चिलायो खुट्टा फाइनली हामी बसेको हाम्रो होमस्टे आयो दिस इज द भ्यू अफ द होमस्टे दिस इज आवर रुम है सामान राख्ने ठाउँ छ म चेन्ज गर्छु फ्रेस हुन्छु अनि तपाईँहरूलाई यसो घामको भ्यू देखाउँछु ल फ्यामिली ग्रुपमा कल हुँदैछ चेन्ज गरियो चाहिँ मेरो नाइट ड्रेस हो तल जान्छु Look at the view. यहाँबाट त यति मात्र देख्दो रहेछ भ्यू हिमालको भ्यू चाहिँ राम्रो देखिएछ गाउँ त सायद आज गइँदैन होला बिहाइन्ड द सिन डान्सरहरू त्यही हाम्रो आगो सुरु भयो इट्स फर अ बेबिक्यू आगो सुरु भएको छ बार्बिक्यूको लागि हाम्रो बच्चा पार्टीहरू मोबाइलमा व्यस्त हाम्रो बच्चा पार्टी भोकाएको अवस्था कहाँ जानु लाग्यो Jason Tatum was the softest Celtic superstar ever. But I never say he wasn't great. हामी चाहिँ सामान किन्न पसल जान लाग्यो बाबु तिम्रो नाम के हो अस्मिन अस्मिन के हो नि गुरुङ पसलमा सामान किन्दै कोक किन्दै हाम्रो बार्बिक्यू स्टार्ट भइसकेको छ उहाँहरू चाहिँ हाम्रो कुक गुरुजी हाम्रो गुरुजी गुड मर्निङ कति बजे I'm gonna show you the view. कस्तो हुस्सु लागेछ क्या कुहिरो खोल्दैछ अब एकछिनमा तल झरेर फ्रेस हुन्छु र म चाहिँ अनि I will be back. Angel, अब दे तो फेस वाश
रुममा जान्छु मेकअप सेकअप गर्छु अनि ड्रेस लगाउने कस्तो भयो तपाईँको एक्सपिरियन्स भेरी गुड यहाँ हेर आफैले फुल चढेछ यति बेला चाहिँ म चाहिँ हजुरहरू सामु कसरी भिडियो हाल्ने होला भनेर सोच्दै थिएँ कि मेरो सबै क्लिपहरू आएन नि त मैले चाहिँ राति साँझको पनि राम्रोसँग भिडियोहरू बनाउनु पाइनँ थोरै थोरै मात्र बनाएको छु नि त त्यही भएर जति छ त्यतिले माया गरेर हेरिदिनु होला यो चाहिँ यिनीहरू चाहिँ हाम्रो बिहाइन्ड द सिनहरू हो यसको भिडियो चाहिँ मेरो टिकटक एकाउन्टमा आइसकेको छ थ्याङ्क यू फर वाचिङ लास्टसम्म हेरिदिनु होला हामी त के भन्छ अरे ट्रेकिङ आए जस्तो पो भयो पुरा ट्रेकिङको फिल भएको भयो नि